के माछा परे यो हाम्रो चाहिँ थर्ड क्याच हो छ हाम्रो भान्जो कन्फ्युज भइरहेको छ माछा तान्नेमा चाहिँ भान्जो छ हो कतिलो छ रेनबो ट्राउट हो यो त रेनबो यो त कि ब्रुकै हो रेनबो हो र भेना ठुलो पारेछ नि ल ल ल ओ हातबाट जान्छ यो ल थर्ड क्याच भइ त हाल्यो हाम्रो यो पहिला दुइटा चाहिँ हाम्रो ब्रुक पऱ्यो नि यो चाहिँ रेनबो ट्राउट दामी छ नि त आज दामी छ फेरि पर्यो ला अड्के नि ठिक छ अलिकति छोड्दियो होइन ठिकै छ ब्रुक परेछ तर त्यहाँ अड्के झट्टै गर्दा पनि हुन्छ ए नहुने रहेछ आहे माछा आहे अड्किउरी पनि आयो फोर्थ क्याच ब्रुक ट्राउट ल गाइस फेरि पर्यो है यो चाहिँ फिफ्थ क्याच हुँदैछ हाम्रो खेलाउँदै तान्नुपर्छ खेलाउँदै आयो अलि बिस्तारै छेउमा आएर उम्किन्छ नि फेरि ब्रुक ट्राउट ल सो यहाँ चाहिँ यी माछा मारेर यस्तो बकेटमा लगाउनु पर्छ यहाँ यो दुलो छ नि पानी यहाँ अघि भरिएको छ ब्रुक ट्राउट छ होइन यिनीहरूले माछालाई यहाँबाट सास फेर्न पनि मिल्छ सो यहाँ 4वटा भइसक्यो यहाँ एउटा भइसक्यो होइन जम्मा टोटल 5वटा लानु पाउँछ हाम्रो 5वटा चाहिँ भइसक्यो अब एउटा बकेटको मात्रै छ सो 5वटा लानु पाउँछ 10वटा एकजनाले 5वटा गरेर ल है फेरि परे यो चाहिँ हाम्रो 6 क्याच हो 6 क्याच 5वटा अघि भइसकेको छ होइन एकजनाको भारी पुग्यो अब एकजनाको यो चाहिँ 6 क्याच हो 2जनाको बिचमा 10वटा मात्रै लानु पाउँछ यो चाहिँ 6वटा माल गतिलो छ भान्जो ब्रुक ट्राउट हो यो ओके यो चाहिँ 22 तारिक यहाँ फेरि माछा हालेको थियो नि त के अरे ब्रुक ट्राउट हालेछ क्या अहिले चाहिँ ब्रुक ट्राउट मात्रै परिरहेको छ ब्रुक ट्राउट चाहिँ साइजमा अलिक सानो हुन्छ तर अलिकति टेस्टी हुन्छ रेनबो ट्राउट चाहिँ अलिक ठुलो हुन्छ सो यता हाम्रो भान्जो माछा मार्दै उता हाम्रो भेना यो हाम्रो 6 क्याच भयो नि दिस गोना बी आवर 6 क्याच अलि नोबाइस हो हाम्रो भान्जो चाहिँ नोबाइस भनेको अलिक सिकाउरे है बल्छी खेल्नुमा चाहिँ सिकाउरे होइन प्रो हो आवाज प्रो हो नि हाम्रो भान्जो होइन भान्जोले सप्तकोशी मात्रै खेलेन बल्छी भान्जो होइन रहेछ माछा ती मारिसक्यो नि भान्जोले माछा ती मारे फेरि पर्यो गाइस यस्तो मजाले तान्दैछ परे हे ठुलो छ अलि बिस्तारै गरेर तान्नुपर्छ कता गयो नजिक आइसक्यो आउँदैछ यहाँ चाहिँ अब माछाले भित्र तान्ने अवस्था आइसकेको छ बल्छी टाँडा त लुकिएको छ नि त फेरि छ भेन माछा यता गयो भने चाहिँ अड्किन्छ अड्क्यो होइन त्यो उयो होइन त्यो उयो सिसा टाढो त्यहाँ अड्क्यो यसमा पर्यो भन्दा चाहिँ फेरि हेरौँ होइन हल्लाएको छैन पर्यो यसमा फेरि पर्यो अहिले झिक्नु साथ
यो पऱ्यो भने चाहिँ हाम्रो 8वटा हुन्छ है गाइस 8वटा 7वटा चाहिँ पक्रिसक्यो कतिलो माल छ जस्तो छ है मामा हौ कतिलो जस्तो छ यो कतिलो छ हेर्नु ताने आज चाहिँ बढी रेनबो भन्दा पनि ब्रुक परिरहेको छ है बढी ब्रुक ट्राउट भरे भरे बारमी के हुन्छ नि उता उता जान्छ नि फेरि उता जान्छ नि आँखै देख्दिन जता नि स्पिड तान्नु बटङटङ सिधै ए छौ लो स्पिड ब्रुकै हो यो पनि ब्रुक रहेछ नि माल त ठुलो रहेछ नि यो त गाइस हाम्रो यहाँ 4वटा भयो यहाँ 4वटा भयो 8वटा भयो अब 10वटा यहाँ एउटा यहाँ 5-5वटा भयो भने चाहिँ हाम्रो के हुन्छ आजको लिमिट पुग्छ भागिहाल्नुपर्छ लिमिट भन्दा धेर माऱ्यो भने टिकट खाइन्छ गाइस हाम्रो चाहिँ अब कतिवटा माछा परिसक्यो भन्दा 8वटा अब 10वटा भएपछि हामी यहाँबाट लाग्छौँ परे फेरि परे यो पऱ्यो भने चाहिँ हाम्रो 9 क्याच हुन्छ यो निस्क्यो भने चाहिँ कतिलो छ यता रुखकोतिर हान्नु भएन है स्पिड उडाएर स्पिड फेरि पऱ्यो यो पऱ्यो भने चाहिँ हाम्रो 9 क्याच हुन्छ गाइस 9 क्याच 9वटा हुन्छ 2 जनाको बिचमा यहाँ हाम्रो 10वटा भयो नि 5वटा यसमा 5वटा भयो यसमा 4वटा भयो अब एउटा परिसक्दा फाँक हान्नुपर्छ टप अब एउटा माछाको पर्खाइमा छ त्यहाँबाट चाहिँ पर्न साथ त्यो पारिपट्टि पनि दामी पर्छ तर गर्मी भएर हामी यहाँ शीतलमा आएको ल है अब हामी घर जाने यहाँ 5वटा भयो यहाँ 4वटा एकैछिनमा 1 घन्टामै अब हामी घर लाग्दैछ पानी फाल्नुपर्छ प्रकार छ नि दाजु माछा नि यो यस्तो नभएको पतला हो त्यो चाहिँ रेनबो ट्राउट र ब्रुक हो यो चाहिँ ब्रुक होला त्यस्तो नपर्दो रहेछ क्या जस्तो लाग्यो छैन नि यसमा त भर्खर हालेको नि त यो अप्रिल 22 मा हालेको नि आज कति हो 24 2 दिन अगाडि मात्रै हालेको नि ए त्यति चिप्लो नहुँदैछ नि पालेको हाल्छ त्यो ब्रिचरीबाट क्या फार्मबाट ल्याएर हाल्छ फिस फार्मबाट अरूले खाउँछ भनेर सरकारले स्टेट गभर्मेन्ट दुईटा परिसक्यो ब्रुक हो नि यो ब्रुक पिस बडी हुन्छ ए यसो गरेर नि काटेर चाहिँ फेरि फ्राई भोलिको लागि काटा र 5वटा ठुल्ठुलो काटा अरू 5वटा राख्दा हुन्छ त्यसो गरेर धेरै दिन भयो चाहिँ हुँदैन त काटेर अब अफ दिन भइछ Mommy, when is football league go up again? 5 of May. ओके अलि होला नि त बेसन लगाउँदै No, my hot dog! स्वाद अनुसार I'm gonna put the fire
आएको छैन। एक एकले चाहिँ के हुन्छ? समोसा नि ए च्याप्प समाउनुको लागि यतिले पुग्छ कि 3 जना पुग्छ? पुग्छ एक दुई पिस मात्रै खाने तातेछ ल हट्छ सबै टमाटर रुख गऱ्यो टमाटरको अचार पाउँछ त नेपाली दोकान पाउँछ है नेपाली दोकानमा पाउँछ ताजा है रुख टमाटरको अचार चट्टै हुन्छ खोर्सानीसँग अनि स्वाटले खान्छ होइन डल्ले खोर्सानीसँग टिमुरको अचार पनि छ नि टिमुरको लागि चाहिँ लाउनु टिमुर पनि हाल्छ मिठो हुँदैन तातो तातो हुँदैन खायो बाबु बढी पाके हाल्दाखेरि थोरको मात्रै हुन्छ अदर न अदर देखिरहेको अवसरमा माछा खानु खाता तातो त खायो खाने हो यतिमा हुन्छ खोर्सानी क्या चाहिँ भएको यहाँ फेरि नानी